Hello, namaste. Welcome back to my YouTube channel. Guys. So हामी कहाँ गइरहेको रे भन्दै त? हामी गइरहेको पिकनिक। पिकनिक को प्लेसको नाम के हो भन्दै? चक्करघट्टी भन्ने ठाउँ छ। आई डोन्ट नो द प्लेस अफ द नेम। त्यहाँबाट चाहिँ 22 किलोमिटर 2 किलोमिटर अझै जाने हो। 22 किलोमिटर इठरीबाट 22 किलोमिटर। एक्ज्याक्ट लोकेसन मलाई पनि थाहा छैन, गएर म तपाईहरुलाई देखाउने छु अन द स्पटमा भ्यू। सो अदित दोस्त हामी आउँदैछ तिम्रो गाउँतिर हैन, तिमीलाई खबर गरिदिनु होला हैन, किनभने तिम्रो दोस्त यही छ। म फोन गर्दै छु अहिले। सो दोस्त हैन जय नेपाल जय जनजी। देखिरहेको छैन, डजन्ट म्याटर। देख्ने भोर हुँदैन रे। त देखिरहेछस् ब्रो। सो गाइस कहाँ आइपुगेर हामी अहिले? कहाँ आइपुग्यो भने त बडा 76 हुन्छ कहाँ आइपुगेर? सो गाइस हामी कहाँ आइपुगेर? चतरा। गुड मर्निङ फ्रम चतरा विथ द पुल भ्यू। कोसी पुल भन्ने थियो त्यहाँ अगाडि। कोसी ब्यारेज हो। कोसी ब्यारेज होइन, ब्यारेज त उता अगाडि हो। चतराको फेमस पेडा भण्डार। कोसी पुल अगाडि। कोसी पुल अगाडि कसरी चलाउनु त अब देखाइदिउँ हामीलाई, कसरी गाइजहरूलाई कसरी देखाइन्छ। यही बाटो हो अनि पुल चाहिँ यही हो। कोसी पुल त्यही हो। अनि केपी ओलीले बोट चाहिँ यही ठाउँमा लन्च गरेको थियो। यहाँ चलाइदिनु यहाँ पेडा बन्ने तयारी भइरहेछ। चलाइदिनु चलाइदिनु चलाइदिनुहोस्, ह्यान्डसम देखिन्छ। भिडियो बनाएको प्रोसेस यही हो। प्रोसेस यही हो। कति बजीसम्म चलाएको छेना कुवा निस्किन्छ, त्यही हो पेडा। हो हजुर कति बजीसम्म चलाएको स्पेशल पेडा हो। प्योर मिल्क। हामी कहाँ आइपुग्यो रे? चक्रघट्टी आइपुग्नु आइपुग्नु है। ल यता सिक्दैन ल छिटो ल 1 2 3 गो। न जाने मेरे दिल को क्या हो। कोटेश्वर बानेश्वर गौसल्ला। केटाहरूले यार कोसी भनेर हामीलाई त्यहाँ गोवा लिएर आइदियो यार। ओए गोवा वेलकम टु गोवा। हामी चक्रघट्टी भन्दा भित्र भनेर त हामीलाई गोवा ल्याइदियो यार हैन। बीच निगा गप बनाओ वेलकम टु गोवा लाइट गाइस। वेलकम टु गोवा ए छपरी। सो गाइस हामी कहाँ आइपुग्यो रे? हामी गोवा बीच छैन बीच नपताउला है देखाइदियो त रे। कति बज्ने? तवा सरी कह तारा पबिते पुमे छुवाके माउले लवा। सो लङ टाइम गाइस है, हुटमा बसेर रमाइलो। लगाओ लगाओ के रे? मुंह में मारो 1 2 3 गो चलो जोर से
चलिए देख्ले हम सो गाइज हाम्रो गोवा क्यान्सल भयो अब कहाँ जाने भनेर चाहिँ फिक्स भएको छैन अब फुट खेलिदिनु चाहिँ हुन्थ्यो रेफ्री यहीँ थियो चस्मा लाएर बसिरहेको थियो होइन विचार भयो डेस्टिनेसन कहाँ हो कहाँ कन्फ्युज भइसक्यो सो चल छैया गोप गोप ओए गोप गोप ए ल ल ल सुटीको ल वान वे मात्रै रहेछ सक्सेस 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 भयो सक्सेस गोप 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 Man versus Wilding Boss. गोप गोप यो रे 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 Mission pass. मिशन पास ओए सही छ यार यो चाहिँ वसुल छ यार पैसा वसुल छ ओए ओए ओरे रेलो Ray tat. बेटी सुन अहिले त गेट तार भनेपछि सो रे काडा हेरौ मिशन पास रे यो त सुसु गाइज हामी आफ्नो डेस्टिनेसनतिर लाग्दैछौँ डेस्टिनेसनको नाम थाहा भएन कुनै पिक्नु लाग्यो अब यहाँ यस्तो छ ठाउँ माई गॉड आज में ऊपर आसमान नीचे भएको छ चटपटी रेडी भयो बहिनी हो साकिसकेको नुन लागेको छ भन्नै पर्दैन बहिनीहरूलाई चटपटी कला बनाउनु आउँछ त भाइले यहाँ पुरा आफ्नो कुर्बान गरेको छ नहेरिनु काटेको ओए ओए के हो ओए नहेरिकन ओ नहेरिनु काटिदिरहेछ सेफ के बन्दैछ यहाँ सेफको अहिले भइसक्यो रेडी अंडा छुनु लगे सरी अंडा बोकेर निकाल्नु लगे भइसक्यो अब आलु बाँकी हो आलु निचारेर अनि यो चाहिँ के सहकर्मीहरू हो सहकर्मी अडियन्स कार्यकर्ताहरू के छ आजको थिम के हो आजको थिम गोप गोप यहाँ बन्दैछ हामी चाहिँ यस्तो खालको अलरेडी बनेको ठाउँमा आएर ढ्यापढुप भरेर बनाउँदैछौँ बाहिरको सिनारी यस्तो छ बाहिरको भ्यू यस्तो यहाँ बनाउँदैछौँ हामी चाहिँ सो गाइज हाम्रो खानासानाहरू सबै भइसकेको छ अब यसो गोवा लाइट भन्नु मिलेन यो हाम्रो सप्तकोशी है त के छ भाइ कस्तो भइरहेछ रमाइलो भइरहेछ रमाइलो भइरहेछ के अरे यो अब नुहाउने हो कि हामी हजुर नुहाउने हो नुहाउनु पर्छ है अब धेरै पर्दा जान सक्दैन
यहीँ छ म ऊ त्यो एरोदेखि त्यहाँदेखि ठ्याक्क त्यहाँदेखि यहीँसम्म मात्रै नहुने हो यहाँ चाहिँ अलिक कम छ ताल परे अनि खानु पर्ला जस्तो छ होइन Open eye, feel the waves cut through me, hypnotized by the sounds I'm breathing in. Hold tight, chemicals collide. Hold tight, hold tight, hold tight. Dripping lights paint the skies, all because of you. Dripping lights paint the skies, only you can make me move. राउन्ड घुमाइन्थ्यो कि एकचोटि मात्रै फेरि न फौजीको बोल आवेशमा नआइकन है आवेशमा नआइकन आई सिंगल अच्छा लिए नि त भयो ऊ त्यो तिम्रो दिन्छ आवेश कस्तो पकाएको छ यो विशालले पकाएको थियो गम खाएको छ एउटा रिप्लाई दिएछ न कुक्दाले वापे कोसी टापु होइन यो कोसी टापु होइन सप्तकोशी हो सप्तकोशी कहाँ आएको छ रे हामीहरू गरम Feel I don't belong, tell my thoughts to move along, push myself to be the best, die with no regrets, live with every breath, see my message start to spread, and I had so many dreams, then you hit your teens, life ain't really what it seems, try to find out what it means. So guys, अब हामी अन्तिम चरणमा आइसक्यो भिडियोको रमाइलो भयो होइन कसम भनेको नि लाइफमा भनेको नि सबै कुरा चाहिँ ड्रिङ्क या निकोटिन नै हुँदैन के अब यसो फ्रेसमा पनि एकपल्ट रमाइलो गरेर हेर्नु होइन एक्चुअली मैले फर्स्ट टाइम एक्सपिरियन्स गरेर बब्बाल मजा आयो मजा आयो केही पनि नखाने होइन यो हाम्रो भनेको नि हाम्रो भन्नाले पनि पर्सनली मेरो होइन यो यस्तो ढेउसी भयो नि होइन जहाँ मैले लिड पनि गरेन र त्यति टेन्सन पनि लिएन तर रमाइलो पनि खत्रै भयो कि अरू कुरा के कहीँ कुनै कबड्डीमा गएर कबड्डी खेलेको थिएन खोलामा लाइक नुहाउनु त नुहाएको थिएँ तर यसरी नुहाएको थिएन होइन र तेस्रो कुरा चाहिँ लाइक हाम्रो धेरै कुराहरू पहिले चाहिँ वेस्ट हुन्थ्यो कि एकदमै वेस्ट हुन्थ्यो कि जुन कि नवेस्ट गर्नुपर्ने कुराहरू थियो तर यो पालि भनेको नि सबै ठ्याक्कै पुग्यो कि आई डोन्ट नो वाइ तर पुग्यो कि मजा आयो क्या होइन मजा आयो कि अनि होइन सो हाम्रो यो डेल्सी पनि जो सेफली आयौँ होइन आई थिङ्क सेफली पनि जान सक्छौँ होइन जान्छौँ नै होइन सो यो डेल्सी पिकनिकको लागि होइन सक्सेस भएकोमा सबैजना एकपल्ट हुडिङ गरिदिउँ ल सो गाइस म यो सबै काटेर हाल्नेवाला छु र तपाईँलाई थाहा छ एकदम सही साथ कुरा हो यति लामो बोल्यो भने त तपाईँहरूलाई पनि नमन पर्ला बसवाला ड्राइभर अग्रेसिभ भइसकेको छ रेस्दै कुद्दैछ त्यहाँ टु बी अनेस्ट गाइज धेरै रमाइलो भयो धेरै होइन बाबाले रमाइलो भयो कोसीमा आएर पनि नुहायो यहाँ नुहाएको थिएन कहिले पनि म होइन तमरमा नुहाएको थियो होला अनि अरू कुनै पनि नुहाएको छैन हो त्यो भोटे कोसीतिर अलिकति छुको छ होला पानी नभए चाहिँ नुहाएको छैन क्या रमाइलो हो रमाइलो गर्नु आएको थियो रमाइलो भयो अब यस्तै हो
अब हामी पुगेर उता गएर खबर गरौँ न के कसो हुन्छ। सो गाइज धेरै कुरा त भनिँदैन अब रमाइलो हो यो कालो देखेको होला फुसुलो देखिरहेको होला होइन राम्रोसँग सुनिरहेको छैन होला तर बवाल रमाइलो हो आजको दिन जस्तो सोचेको थियो त्यस्तै भयो त्यस्तै हो अङ्गुरी खाएर हिँडिरहेको छु गाह्रो छ विशाल छ मान्छेलाई भाइहरू हराएर यहाँ तनाव दिइरहेछ वाइज म्यान जाँदैछ भाइहरूलाई पिठो खायो तिमीले अब त्यहाँ बहिनीहरू पर्खिरहेछ बिचरा सो गाइज भाइहरूलाई डन्डे हान्यो यहाँ लिएर जाँदैछौँ यिनीहरूलाई लौरो नहानेसम्म नहुने रहेछ अग्रेसिभ बनायो केटाहरूले हामीलाई एकदम नो भाइलेन्स जाउँ भनेको भाइलेन्समा लगिहाल्यो केटाहरूले पिटेको कुरा देखाउनु मिलेन अघि पछाडि आउँदैछ छिटो आइज तिमीलाई फेरि लौरो खोजेको लौरो खोज्यो तिमीले पिटा खाएर पनि यिनीहरूको चित्त बुझेको छैन एक पाइप अझै हान्नुपर्छ अझै एक पाइप हान्नु परेको यहाँलाई पाइप हान्नुपर्छ होला लगाइज अब यहीँ खतम गरौँ ल दुःख सुख यस्तै हो सी यु अन द नेक्स्ट भिडियो है त सो गाइस रातिको कति बजी 6 बजिसकेको छ हामी चाहिँ कोसी टापुनेर फेरि आएको छ ट्राई गरिसक्यो इट्स भेरी गुड है बर्माजिया पुरानो बुढो बाजेको फेमस पेडा कस्तो थियो भाइ राति के अरे गाडीमा गएर खाएपछि थाहा पाउँछ हो कि भाइ अब कसको झ्याप हुन्छ त्यो चाहिँ मलाई थाहा छैन पेडा त्यहाँ प्याक भएर बसिरहेको छ कसको हराउँदा थाहा हुँदैन है म भोलि त्यसको जिम्मेवार म दिन सक्दिनँ